हेलो एन्ड नमस्ते साथीहरू। म चाहिँ अहिले यहाँ पोखरामा छु। पोखरा पुम्दीकोट हजुरहरूले देखिसक्नु भएको छ होला। पुम्दीकोट यो चाहिँ मेरो सेकेन्ड टाइम हो। यतातिर सबै मैले भ्लग मार्फत हजुरहरूलाई सबै देखाउने नै छु। अहिले चाहिँ हामीहरू पुम्दीकोटमा छौँ। आउन भाइ। तिम्रो पनि केही भन। युट्युब च्यानल सुभाष ढिराई हो क्या। अनि सबैजना यहाँ घुम्न आउनुलाई के हो मन्दिरको नाम? पुम्दीकोट। हो त्यो पुम्रीकोटमा सबैजना पुम्री होइन पुम्दी। ए हो त्यसमा सबैजना घुम्न आउनु होला। एकचोटि सबैजनाले एकचोटि भिजिट गरिदिनु होला। एकदम राम्रो छ। हामी पनि अहिले यहाँ छौँ घुम्न आएका छौँ र आज हामी भोलितिर फर्किन्छौँ नि त। त्यो के कस्तो हुन्छ सबै मैले हजुरलाई भ्लगमा देखाउने नै छु। अन्तिमसम्म भ्लग हेर्नु होला र मैले सबै यो मन्दिरहरू घुमेको सबै भ्यूहरू देखाउँछु किनकि बिहान आइपुगेको थियौँ नि त हामीहरू, त्यही भएर पुरै देखाउन पाएन। अहिले चाहिँ मैले पुरै देखाउँछु साथीहरू है त ल। अहिले चाहिँ म यता तलतिर छु, देख्न सक्नुहुन्छ। यतातिर खै के हिमालय मलाई नाम थाहा छैन। यस्तो भएर आएको फोकल सोकल काटेर पुम्दीकोट। मैले पहिलाको भ्लग चाहिँ बनाएको थिएँ तर मैले युट्युबमा अपलोड गरेन। देख्न सक्नुहुन्छ सबैतिर फोटोसुट हुँदैछ। थ्याङ्क यू बहिनी। सबै भ्लग मतलब हजुर कुन बहुत राम्रो आएको छ। निष्ठुला केही त हुन्न नि भिडियो हाल्दा, केही आफ्नो जस्तो होस् है। यतातिर चाहिँ मैले चाहिँ हजुरलाई सबै घुमेको ठाउँहरू देखाउने नै छु। भिडियो अन्तिमसम्म हेर्नु होला। यहाँ चाहिँ यस्तो राम्रो भ्यू देखेको छ नि यतातिर सर लाएर कस्तो गोरो देखाएको छ मलाई न, गोरो देखेको छ हो साथीहरू। पुम्दीकोट सबैजनाले एकचोटि भिजिट गर्नु होला। सो साथीहरू हामी चाहिँ अहिले तल जाँदैछौँ। के भन्छ तल अब हजुरलाई मैले देखाउने नै छु सबै भ्लगहरू। उता हुनुहुन्छ निष्ठुला। लाज लाग्छ मलाई बोल्नलाई। के लाज लाग्छ? हेलो गाइस, गुड मर्निङ। अरू हाउ आर यु? तपाईँ सन्चै हुनुहुन्छ होला? म एकदमै ठिक छु। ऊ कि त्यहाँ गहन त माथि भएन जानेर जाऊँ न एकचोटि चाहिँ हामीहरू यहाँ छिम जान्छौँ है साथीहरू। तिमीलाई भनेको उहाँले चाहिँ ए
यहाँ चाहिँ पनि राम्रो आउँदो रहेछ त भ्यू ठिकै आयो त पहिला आउँदाखेरि चाहिँ यो बनेको थिएन के पुरै बनेको थिएन नि त यो उस मात्रै बनेको थियो यताको शिवजीको उस मात्रै बनेको थियो अहिले चाहिँ यता उसहरू पनि बनाएछन् फोटोसुट हुँदैछ केटाहरूको अनि हामीहरू चाहिँ यहाँबाट फर्किने हो यो बाटो सबैजना जाँदैछन् ल अब चाहिँ तलतिर गइन्छ अहिले चाहिँ हामीहरू यता माथि कतातिर यता माथितिर जान थाल्यौँ खोकी लाग्यो मलाई फेरि बेगनास तालको पुरै भ्यू हेर्न माथि के भन्छन् है थाहा छैन मलाई त फोटो खिचेर जाम माथितिर माथि जान थालेको अहिले चाहिँ के हो यसले फेरि जडीबुटीहरू भेट्टाइरहेको छ कि भ्लग स्टार्ट छ नि बाबु त्यस्तो गर्दैन उहाँ हुनुहुन्छ एकजना यसपछिको सुनेनौ तिमीहरूले उहाँ हुनुहुन्छ एकजना कति पुगिन्छ अझै मलाई थाहा भएन बियर गिल्स हो क्या के हो त्यसको नाम बियर गिल्स हो क्या अभी हम के कुन ठाउँ गऱ्यो बेगनास बेगनास के ऊपर है और हम आगे जा रहे हैं ये देखो मेरा लट्ठी भी भाज गया टूट गई ये देखो इतने ये कितने डेंजरस है ये देखो ये हमारा ये आप गिर भी सकती हो आप नहीं गिरो इसलिए आप ये बनाया है ये देखो ठंडी हो गई तो ऐसे करते हैं भूख लगी तो ये अपना टट्टी भी खा लेगा आपको तो दौड़ना नहीं आता दौड़ते ऐसे देखो देखो उसका गाढ़ कितना है कहाँ डुबेर फाएको पौडी हाल्ने नि आउनु त्यहीमा कता कहाँसम्म पुगिन्छ पहिला हिँड्न त झरमला नि त के गरेको बारको जुनीमा उहाँ चाहिँ मुस्टो लडेको थाहा किन अञ्चल श्रीनगरदेखि डाँडोदेखि